कहाँ जाँदैछौँ गरी भन्छ पैसा टिप्न ल जाऊँ अब हामी मामा भन्छ पैसा टिप्न जाँदैछौँ है त रुपियाँ होइन पैसा भाडाकुटीको वाला होइन साँच्चैको पैसा है त ल हामीसँग आउनुहोस् पैसा टिप्न जाऊँ पैसा फल्ने ठाउँमा चाहिँ सजिलो हुन्न कि पैसा एकदम अप्ठ्यारै ठाउँमा फल्छ सानोमा हरिवंशले लुगा फलेको रुख देखाएको थियो नि त्यस्तै अब हामी पैसा फल्ने रुख देखाउँछौँ रुपियाँ होइन पैसा फल्ने हामी पुग्यौँ पैसा फल्ने रुखमा यो झरेको पैसा चल्दैन यो काम छैन यो फलेको माथि रुखको यो तेजपत्ता 1 किलोलाई 50 रुपियाँ पर्छ भनेपछि 1 किलोमा पर्ने कतिवटा पात पर्छ एउटा पातलाई त 2-4 पैसा त परिहाल्छ अब हामी पैसा टिप्छौँ है त पैसाको भाती गरुङ्गो छ है गरुङ्गो